Good morning सबैजनालाई once again welcome back to my channel and yes आज चाहिँ फेरि म एउटा दामी भिडियो ल्याउन सोचिरहेको छु काठमाडौँ आएपछि हैन मन्दिर दर्शन त गर्नै पर्यो दो आई हेभ बीन देयर बिफोर तर पहिला चाहिँ अब ज्यादा एक्साइटेडमा लामो लामो भिडियो बनाएर चाहिँ कुन चाहिँ काट्नु कुन चाहिँ हाल्नु भनेर चाहिँ मैले त्यो भिडियो अपलोड गर्नै सकिनँ एडिटै गर्न सकिनँ टाइम पाएन सो आज फेरि आई एम गोइङ ब्याक टु all the मन्दिर्स हाम्रो यहाँ तपाईको पशुपतिनाथ एन्ड तपाईको यहाँनेरि दरबारस्कर पनि मन्दिरहरू छ त्योहरू पनि जाने सोचेको छु एन्ड आज चाहिँ छोटो छोटो भिडियो बनाएर चाहिँ तपाईहरुलाई इन्स्ट्यान्ट हाल्दिम भनेर सोचिरहेको छु किप वाचिङ एन्ड अनलाइन दर्शन गर्नु होला यो चाहिँ पशुपति नाथको एन्ट्रेन्स मन्दिरको एन्ट्रेन्स त होइन बाटो तल पार्किङबाट चाहिँ यहाँसम्म आउनु लागि चाहिँ बाटो भएर आउनुपर्छ धेरैवटा बाटोहरू छ वान अफ द वे चाहिँ पार्किङ गाडीबाट चाहिँ बाटो आउनुपर्छ बाबाहरू बाबाजी यो चाहिँ एन्ट्रेन्स शिवलिङ अहिले साउनले गर्दाखेरि चाहिँ यस्तो कार्पेटहरू लगाइदिएको छ हिँड्न सजिलोको लागि मेन डोर पशुपतिनाथको यता फोटो खिच्ने मात्रै रहेछ बाप रे बाप अलिकति यो चाहिँ पशुपतिनाथको मेन एन्ट्रेन्स यहाँदेखि उता चाहिँ तपाईँहरूले पाउँदैन फोन लानु उपर देख्नु भएको छ नन्दी अगाडि चाहिँ मन्दिर छ एन्ट्रेन्स यो पोइन्टबाट मात्रै फोटो खिच्नु मात्रै छ यहाँनिर फोटो यहाँनिर धुप राख्नेहरू दान पात्र यता चरालाई दान दिने Wow. सकेर ल यहाँदेखि चाहिँ सक्यो मन्दिरको अगाडिको दोकानमा शङ्ख यस्तोहरू पाइन्छ केहरू इत्यादि यहाँ चाहिँ अरू सानो सानो मन्दिरहरू पनि छ यस टेम्पल वरिपरि परिसरभरि चाहिँ शिवलिङ्गहरू धेरै छ तर मेन मन्दिर चाहिँ पर देख्नु मिल्छ किनभने मेन भित्र चाहिँ मन्दिरको फोन लानु मिल्दैन सो यहाँबाट भए पनि हाम्रो सोयु भित्र मन्दिर कुन चाहिँ छ भनेर यो देख्नु भएको अगाडिको चाहिँ बागमती खोला शमशान अनि मन्दिर इङ्ग्लिस प्रोबेबली भने जस्तै द सर्कल अफ लाइफ जहाँ सुरु हुन्छ त्यही अन्त हुन्छ यहाँ चाहिँ यो चाहिँ हाम्रो पशुपतिनाथ मन्दिर मन्दिर दर्शन पनि सक्यो अब चाहिँ ब्याक टु वेयर आई बिलङ एन्ड आजको मेरो बस पनि छ सो त्यही हिसाबले जानु पनि पर्छ छिटो गरेर यो बाटो हिँड्नु चाहिँ मजा आएको थियो यति राम्रो काठको
बनाएको इट्स भेरी ब्युटिफुल बाबाजीहरू यहाँनिर वरिपरि दरबार स्क्वायर काठमाडौँ दरबार स्क्वायर भन्छ यो तपाईँको मेन उयस हो राजदरबारभित्र म्युजियम छ हनुमान ढोकाहरू भएको अब चाहिँ तपाईँहरूलाई म यहाँनिर एउटा मन्दिर छ मलाई एकदमै मनपर्ने अनि श्वेत भैरव मन्दिर त्यहाँ देखाउँछु अनि काल भैरव मन्दिर श्वेत दर्शन देखाउँछु है त हेर्नुहोस् यो चाहिँ श्वेत भैरव मन्दिर हनुमान ढोकाको मन्दिर पनि छ हनुमान मन्दिर यो चाहिँ तपाईँको हनुमान ढोका चाहिँ बनिँदैछ अस्ति पहिरोले बिग्रेर यो चाहिँ वरिपरिको यहाँको हनुमान ढोकाको मन्दिर म्युजियम छ भित्र अन्त मन्दिर त मन्दिरै छैन एउटा मन्दिर छ त्यहाँनिर अब काल भैरव मन्दिर काल भैरव मन्दिर यो चाहिँ पुरानो मेन मन्दिर थियो जुन चाहिँ उसले बिग्रेर चाहिँ अहिले बनिँदैछ मर्मती हुँदैछ वन्स अगेन तपाईँहरूलाई काल भैरव मन्दिर दर्शन गराइरहेको छु अनि उपर श्वेत भैरव यो चाहिँ वर्ल्ड युनेस्को हेरिटेज साइट पनि हो यो भित्र चाहिँ दरबार स्क्वायर हो दरबार राजाको मेन दिस वन्डरफुल मन्दिर
This is स्वयम्भूनाथको विशिङ वेल तर यहाँ अहिले डु नट थ्रो कोइन्स भनेर लेखिरहेको छ पिस पोन्ड अब चाहिँ उकालो जाने हो यो उकालो सिँढी हिँडेर चाहिँ जानुपर्ने छ Look at this beautiful city view of Kathmandu. वाह के दामी देख्दो रहेछ This is the whole city view of Kathmandu Valley from Swayambhunath temple. यो बिचमा धरारा त्यो त that's the only place which I can recognize. त्यसको छेउछाउमा चाहिँ दरबार स्क्वायरहरू थियो तर यहाँबाट चिन्दैन रहेछ but it's wonderful. Here I have reached Swayambhunath Stupa. Oh yeah, what I'm nice to be Swayambhunath temple ko wonderful morning blessing. As Kathmandu, you can see this brick houses everywhere. This is how ke udhar hai. यो पनि केही त होला मिनी मोनोस्टुपास टाइपको अच्छा ठीक दामी This is made of single stone Lord Buddha people very speaking Newari घर जस्तै खालकेहरु सेकेन्ड टेस्ट टाइपको It's like walking in the heritage. हेर्न न यहाँ वरिपरि मजाको नेवारी कल्चरल टाइपको थिङहरु मजाको ब्याकग्राउन्ड इज लाइक awesome. Morning of Newari. Lord Buddha statue. There's this beautiful house on the backdrop. Cafe di Stupa. This is like a wonderful place to visit. Look at these little monkeys. Oh, solo खेला अब जाऊ 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 न मेरो फेरि अच्छा बे ओ यो ढुङ्गामा कति मजाले बनाउनु भएको रहेछ
यो चाहिँ ओ जुन चाहिँ यहाँनिर कलर लगाउँछ त्यही होला यो चाहिँ यो चाहिँ वज्र गुरु बौद्ध स्तूपा एन्ड यहाँनिर अब कतिवटा सिँढी चाहिँ हिँडेर जानुपर्छ सो अम्बो बिग मङ्की देखाउने बदमास पनि गर्दो रहेछ मङ्की छोडा छोडा बतातै मान्छे सँगसँगै विदाउट एनी डिस्टर्बेन्स यो चाहिँ तर मङ्की टेम्पल के पनि भन्छ यसलाई कि तर एक्ज्याक्टली थाहा चाहिँ भएन बट इट वाज अ वन्डरफुल ब्लिसफुल मर्निङ इन डे 3 काठमाडौँ माथि बौद्ध स्तूपा यो सिँढी हिँड्दै हिँड्दै and look at the monkeys everywhere without disturbing humans. Here is the main entrance of Swayambhunath temple. यहाँदेखिको सुरु हुन्छ यहाँदेखिको सिँढी माथिसम्म अघिको गएकोसम्म चाहिँ सिँढी चढ्नु पर्ने हुन्छ और यु क्यान गो बाई दिस वे उताबाट सिधै माथि टुक्का पुगिहाल्छ यसलाई चाहिँ भगवान पाउ के भन्ने जग्गा भन्दो रहेछ So going now from Buddha to Buddha towards Buddha. It's a Buddha stupa. यो चाहिँ हो बौद्ध स्तूपाको वरिपरिको भ्यू This is the stupa. अच्छा यताबाट बस्नुपर्ने अरे वाह कति मजा देखेको यस्तो गर्ने रहेछ बाटो यो जाने मेडिटेट गरिरहनु हुँदो रहेछ माथि जाने बाटो कहाँबाट हो यहाँ जाने बाटो चाहिँ ए यताबाट कहाँ पुग्छ ए म चाहिँ हल्का सरी रङ बाटो हिँड्छु अब ट्राइङ टु फाइन्ड द राइट बाटो दिस इज रोड हाउस क्याफे यहाँबाट पनि दामी भिडियो देख्छ I am in the place where people meditate. यहाँ चाहिँ मजाले त्यो सुतेर गर्ने खालको अननोइङली 3-4 राउन्ड भइसक्यो मेन माथि चाहिँ पुगेको छैन म बाटोहरू गएर माथि पुगेर देखाउने छ है अब चाहिँ वाउ अच्छा बौद्ध स्तूपामा फाइनली आइपुग्यो आफ्टर टेकिङ 3 राउन्ड्स एकपल्ट बाहिरबाट एकपल्ट भित्रबाट बाटो नदेखेर चाहिँ सो फाइनली
बौद्ध स्तूपा मायानगरी परिक्रमा गर्न आइसक्यो यसलाई म लक्की भन्नु कि के भन्नु इट्स भेरी भेरी खाली छ बाहिर छ यहाँनिर चाहिँ यहाँ पनि स्टुपाहरू रहेछ मुनि क्याफे एन्ड अल दिस इज द स्टुपा मान्छेहरूले यसरी यहाँनिर युज गरेछ प्रे गर्ने त हो त्यसरी है उहाँहरूले गर्ने भइरहेको छ तर हामी चाहिँ अलिकति के भन्नु गरेन त्यसले अब खै बुझिने मान्छे थिएन कोही कसरी कसरी भनेर कति मजाको घाम लागिरहेको छ यस चराहरूलाई उडिरहेको छ यो चाहिँ कस्टमर डपी समथिङ यहाँ त वरिपरि घुमिरहन मन लाग्दो रहेछ हौ बाटो बन्द छ